म धेरै खुसी छु मेरो बाबुले मोबाइल पठाइदिएकोमा। फोन किन्दै हैन, अब मेरो मेहनतले हैन, यताउति जे जस्तो गरेर भए पनि मैले चाहिँ फोन किन्दै हैन। अझैसम्म हैन हाम्रो मम्मीले चाहिँ हैन अब ब्याङ्कमा जागिर गर्नुहुन्छ कि, अनि अझैसम्म पनि हैन हाम्रो खुसीको लागि हैन दुई भाइले राम्रो राम्रो फोनहरू किनिदिनु भयो हैन। सो गाइज वेलकम टु माई न्यू ब्लग हैन। ब्लग भन्ने वेलकम टु माई भाइको ब्लग है। भाइको ब्लगहरू आउँदिन हैन, त्यही पनि अब तर पनि मैले गरिदिइरहेको छु कि अहिले यहाँबाट हैन। खासमा भन्नुपर्दा मलाई चाहिँ ब्लग गर्न पनि आउँदिन, अब यत्तिकै ब्लग गर्दै हो। किनकि हैन मैले चाहिँ एउटा मम्मीलाई चाहिँ फोन किनिदिएको छु, अनि फोन किनिदिएको ब्लग हैन अब सायद उनी उहीँ गएपछि कि हैन अहिले चाहिँ म टाढा छु हैन, तर भन्न चाहिँ मिल्दिनँ कि यो उसमा चाहिँ सिचुएसनमा चाहिँ म कहाँ छु के छु भन्न चाहिँ यो भ्लगमा मिल्दिनँ। अनि अब पछि बिस्तारै भन्छु कि मैले चाहिँ मेरो मेहनत गरेर मम्मीलाई चाहिँ फोन किनिदिएको छु, अनि यो फोनबाटै मैले खिचिरहेको छु कि यो भ्लग हैन कस्तो आएको छ क्वालिटी क्यामेरा हल्का चाहिँ म चाहिँ अब ह्यान्डसम त म पहिलेदेखि ह्यान्डसम हो कि। आर यु कमेडी मी? अब त्यही पनि यो फोनबाट म अब राम्रो नि हल्का राम्रो नि क्वालिटी छ जस्तो लाग्यो हैन। अनि यो चाहिँ म अहिले बाल्कनीबाट भिडियो गरिरहेको छु कि यो हाम्रो चाहिँ यो एउटा फ्लोर छ हैन, यसमा चाहिँ हामीले दुईजना दाइ र अनि म बस्छौँ कि अहिले चाहिँ मेरो काम छैन, काम सके आज चाहिँ मेरो छुट्टी थियो कि, अनि त्यही भएर दाइहरू काममा जानुभएको छ। अनि दाइ काममा गइसकेपछि म चाहिँ आज चाहिँ यसो नयाँ फोन किनिदिएको हैन, यसो भ्लग नि बनिदिउँ। उहाँ गएपछि भाइले राख्छ राख्दिनँ त्यो चाहिँ थाहा भएन कि, मम्मीको रियाक्सन भिडियो बनाएस् अनि राखेस् भन्दै थिएँ मैले। अनि अब सो अब भ्लग गर्न नि आउनु हो कसम यार के भयो यस्तो। अनि अब यो चाहिँ अब खासमा भन्नुपर्दा यो चाहिँ हाम्रो अब घरको हैन, घर हैन अब रुम भनौँ न, रुम हैन मैले सब देखाइदिन्छु है। टक्क यो चाहिँ अब भित्र पसियो हैन, म यस्तो गरेर देखाउँछु। अनि अब कता कता के चाहिँ देखाउन पर्ने हैन, अब कस्तो यार पछि यो चाहिँ हाम्रो के अरे त माछा यताउति त भइहाल्छ कि हैन। टक्क यो चाहिँ हाम्रो अब यता चाहिँ बबाले म यतैतिर बसेर हैन टिभी हेरिदिन्छु कहिले कसो हैन। अब यस्तै छ अब है। अब मेन हाम्रो चाहिँ अब किचन भनेको चाहिँ यो हो है। अब किचन पनि यसो देखाइदिउँ हैन, अगाडिको क्यामेराबाट गरिरहेको छु कि अब यत्तिकै किचन पनि। अनि म चाहिँ यसमा यही भेड हैन, यसमै सुत्दिने अब हो। अनि म चाहिँ हलमा चाहिँ सुत्दिनु पर्छ कि हैन, चिल मस्त यस्तो चिल छ। अनि भिडियो यता खास त टिभी त हेरिन्न कि अब यत्तिकै गरिन्छ। दाइहरूको रुम चाहिँ अब यो यार यताबाट क्यामेराले देखाउनै मिल्ने रहन्छ। दाइको यो चाहिँ यो रुम भइहाल्यो, दुईवटा दाइको यही रुम भइहाल्यो। अनि मेरो चाहिँ अब रुम भन्नाले म चाहिँ रेस्ट यताउति गर्छु, यो साइड रेस्ट गर्छु हैन। यताउति कपडाहरू पनि यत्तिकै छोडिदिएको छु हैन। अब यस्तै भदाङ भुतुङ छ कि है, अब यस्तै छ। अनि अब चाहिँ मैले हैन विशेष हैन, अब म चाहिँ धेरै जसो कुरा गर्ने भने कि हाम्रो अब विशेष साथी हैन चिटिक्क परिरहेछन् के हेर है, चिटिक्क परिरहेछन् कि पुरा हैन। गाइज केही भन्दिनँ छ अनि भनिदियो है यहीँबाट। यो चाहिँ ब्लग आउँछ है बुझ, फेरि नेपाल गएपछि यो ब्लग फिक्स आउँछ बुझ। अब कति दिनमा 15-16 दिनमा ल केही भन्न छ हाम्रो अब सब्सक्राइबरहरू यताउति यिनी पनि हाम्रो सब्सक्राइबर हुन् है, हाम्रो साथी बब्बाल मिलिन्छ हामी चाहिँ हैन। ह्यान्डसम हेरौँ न कति ह्यान्डसम त्यो यार इस्माइलले चाहिँ ह्यान्डसम देखाएको छ कि होइन गाइज बब्बाल के। ल केही भन्न छ तिमीलाई? ए अनि त्यो त मेनै भइहाल्यो नि होइन। जे होइन हामी सबै जुनले गरेको खाने हामी सब हाम्रो एउटै फ्यामिली हो कि होइन। जे जस्तो भयो नि अब भाइको भ्लग गर्दै पनि होइन मैले, तर अब आफ्नै त भ्लग हो यार भाइको गरे पनि होइन र सुभाष एकदम। अनि अब त्यही हो होइन, धेरै टाढा टाढै भइसकेपछि होइन। अनि आज किन यस्तो ह्यान्डसम भयो चाहिँ भर्खर के लगाइरह्यो हेर, अघि त देखेको थिएन ल। अरू चाहिँ अब त्यस्तै हो कि होइन। ल
मैले चाहिँ इन्ड गर्दिनँ कि म यत्तिकै छोडिदिन्छु होइन। यसमा अब भाइले भ्लग गर्छ अनि अब म के भन्नु र है। अब चाहिँ मैले 2-4वटा टक्क यहाँबाट लुक्सहरू मैले देखाइदिन्छु कि होइन। म बसेको टक्क होइन, म कुरा गरेको होइन। अब हाम्रो चाहिँ यस्तै छ है, अब यस्तै छ यार। यस्तो अब आजखेरि कपाल नि काटेको हो कि होइन, कपाल काटेको अलिकति ह्यान्डसम भन्नाले पनि लास्ट के भन्दैछ नि, कुल बय देखियो यार भन्दैछन् कि साथीले नि होइन। होइन र ओए म कस्तो देखिएछु रे आज। अनि चाहिँ यो भ्लग भन्नाले नि अब यस्तो कन्टेन्टहरू किन बनाइयो, के को लागि बनाइयो भनेपछि होइन, किनकि मैले चाहिँ अब यताउति काम गरेर होइन आफ्नो मेहनतले चाहिँ मम्मीलाई चाहिँ फोन किनिदिएको होइन। फोन किन्दैमा मलाई यस्तो बहुत खुसी क्या होइन, भारी खुसी लाग्यो होइन। खास त यो यार किनिदिएको यताउति भिडियो चाहिँ नबनाउनु पर्ने होइन। अब वास्तवमा मनमा खुसी लागेपछि टाढा छु नि त, वहाँ गएर मैले कुनै कुरा भन्न पाउँदिनँ कि भनेर चाहिँ मैले यो भिडियोमा क्याप्चर गर्दैछु कि। क्याप्चर गरेर भाइले चाहिँ अब भ्लगहरूमा यताउति राख्दिनँ चाहिँ त्यो थाहा भएन कि। सो अब चाहिँ मैले युट्युबकै लागि भनेर जस्तै गरेर मैले बनाउँछु होइन। अब त्यो चाहिँ अब बनाइदिउँ न है। सो गाइज वेलकम टु माई भाइको भ्लग है। सो आज चाहिँ मैले फेरि पनि आइसकेको छु कि मैले पहिला पनि एउटा भ्लग गरिदिएको छु, त्यो आइडी चाहिँ ह्याक भएको सही भइसकेको छ। अनि त्यो आइडीमा पनि राम्रो मोटिभेट मिलिरहेको थियो कि भाइको खै के कस्तो भएर अनि त्यो आइडी ह्याक हुन पुग्यो। अनि साथी अब मलाई चाहिँ कुनै भ्लग गर्ने पनि जोस पनि जागर पनि छैन कि। मैले चाहिँ भाइलाई सपोर्ट गर्छु होइन, गरेको छु र गर्ने पनि छु होइन। उसले अब गरिरहेछ, उसले मेहनत गर्छ, तर भिडियोहरू लेट हाल्छ कि कन्टेन्टै हुन्न हो, कन्टेन्टै हुन्न उसको भ्लगको लागि होइन। अब मैले भन्दै कि मैले चाहिँ अब फोन किनिसकेँ होइन। अहिले मैले जुन मम्मीको लागि भनेर राखिदिएको क्यामेरा फोन छ नि जुन, त्यो फोन मैले अहिले जो क्याप्चर गरिरहेको छु होइन, त्यो जुन मैले गरिरहेको भिडियोहरू पनि त्यो अहिले मैले मेरै अगाडि छ त्यो फोन। मैले अनि त्यही फोनमा क्याप्चर गरेर चाहिँ यो भिडियोहरू अब बोलिरहेको छु होइन। के अब बोलिरहन्छु। अनि अब त्यही यार मलाई आउँदिनँ, एकता यो भ्लगहरू पनि आउँदिनँ, युट्युब पनि आउँदिनँ। मैले यत्तिकै अब उताको पनि रियाक्सन जोडेर यो भिडियोलाई चाहिँ कस्तो मोटिभेट गर्छ होइन, कतिको राखिदिन्छ। अनि साथीहरूले पनि सहयोग गरिरहेको छ। मैले भन्थेँ होइन, मेरो साथीहरू मिल्ने साथीहरूलाई चाहिँ मैले सब्सक्राइब भन्न पनि पर्दिनँ कि, मैले लिङ्क दिए पनि गरिदिन्छ। तर पनि मैले भन्छु कुनै आफ्नो साथी यार आफ्नो साथीहरूलाई चाहिँ भन्नुपर्छ कि यस्तो गर्दैन त, तैँले गरिदिएर के हुन्छ र भन्ने जस्तो नि हुन्छ कि। अब आफ्नो साथीहरूलाई चाहिँ भन्नुपर्छ होइन। अब उसलाई राम्रो लाग्नु नलाग्नु पछि हेरेपछि थाहा हुने, उसले सक्छ नि त, अनसब्सक्राइब गर्न पनि सक्यो होइन, सब्सक्राइब गर्छ। अनि मन लाग्यो भने उसको मम्मीको फोनबाट पनि सब्सक्राइब गरिदिनु सक्छ नि त है। त्यही भएर यस्तो गरेर अब यो कुराहरू चाहिँ छोडिदिउँ कि। मैले चाहिँ यो कन्टेन्ट भन्नाले नि अब सानो कन्टेन्टै भनिदिउँ न, उसको लागि अभिषेकको लागि पनि हुने भयो होइन। अनि वास्तवमा मैले फोन किनिदिएँ होइन, अब मेरो मिहिनेतले होइन, यताउति जे जस्तो गरेर भए पनि मैले चाहिँ फोन किनिदिएँ होइन। अझैसम्म होइन हाम्रो मम्मीले चाहिँ होइन अब ब्याङ्कमा जागिर गर्नुहुन्छ कि। अनि अझैसम्म पनि होइन हाम्रो खुसीको लागि होइन दुई भाइले राम्रो फोनहरू किनिदिनु भयो होइन। अनि अब चाह्यो भने त हाम्रो मम्मीले किन्न सक्नुहुन्थ्यो अनि किन्न सक्नुहुन्थ्यो, तर पनि किन्नु भएन। हाम्रो खुसीको लागि हाम्रो लागि किन्नु भयो होइन। ठिकै छ, हाम्रो बाबाले पनि त्यति राम्रो फोन पनि चलाउनुहुन्न कि होइन। अब मम्मीले त होइन पहिला सुरुमा अब जेटु फोन चलाउनुहुन्थ्यो कि, बाबाकै थियो कि त्यो जेटु पनि बाबाकै थियो। अनि बाबाकै जेटु चलाउनु भयो। अनि यदि अब अहिले फेरि होइन, अब त्यो बेला त हामीलाई जेटु पनि कति राम्रो लाग्थ्यो। मैले फर्स्टमा मम्मीको फोनबाट नि फेसबुक आइडी खोलेको क्या है। अनि अब खोलियो होइन, खोलेर त्यो चलाइयो। अनि बिस्तारै मन लाग्दै गयो होइन। फेरि मैले बिचमा फोन चलाउन छोडिदिएँ। अनि अब त यही सिधेपछि मात्र चलाउनु पाइन्छ यताउति होइन। अनि यही सिधेपछि मम्मीले र बाबाले मिलेर फोन किनिदिनु भयो होइन, भाइले पनि किनिदिनु भयो। अनि राम्रो भयो। अनि सायद मैले सोचेन कि अब हाम्रो मम्मीहरूले समेत चलाउनु भएको छैन। अनि जे जस्तो भयो नि अब परिस्थिति अनुसार किन्दिनँ होइन, राम्रोसँगले किन्दिनँ। हरेक दामी राम्रो खुसी लागेको थियो त्यो बेला चाहिँ।
अहिले आफूले गर्न पाउँदा नि बहुत अहिले मैले होइन आफ्नो मम्मीलाई किनिदिन पाउँदा नि खोजी सायद पछि बाबालाई पनि किनिदिन सकौँला होइन। अब त्यो त अब मैले छुट्टिनु किनकि अहिले हुन्छ नि चाहिँ नकिनौँ भन्ने लाग्छ मलाई पनि होइन। बाबा मम्मीलाई पनि त्यही लाग्छ मसँग छ भयो पर्दैन नि भन्नुहुन्छ होइन। त्यो भएर मम्मीसँग सानो फोन छ अनि अब सानो फोन भइसकेपछि होइन बोल्न पाइन्न। अब टाइममा अब मम्मी भन्न र अब यस्तरी ठ्याक्क भन्नु भाइको फोनबाट कुरा गरिन्छ अहिले पनि होइन। भाइको फोनबाट कुरा गर्दा नि भाइ त अब यताउति कुरा गर्छ होइन। अब आफ्नो साथीभाइसँग कुरा गर्दा पनि अब मम्मीलाई अब दिन सकिनँ नि कारण मेरो फोन चलाउनुहुन्थ्यो मम्मीले है 11मा र 12मा मम्मीले र मैले आधा आधा गरेर फोन चलाइदिन्थ्यो क्या। अनि चलाइसकेपछि अब त्यस्तै भयो चलाउँदा अहिले चाहिँ मम्मीले चलाउनु पाएन किनकि म बाहिर आइसकेँ। अनि बाहिर भन्नाले चाहिँ यो अहिले बाहिरै नै भन्दा हुन्छ है। अनि कुनै ठाउँ अब त्यही मैले तोकेर चाहिँ भन्न मिल्दैन है। अनि अब बाहिर नै भनौँ न बाहिरै आइसकेपछि अब मनमा लाग्यो कि छोड्ने पैसा जति जे गरे पनि होइन खुसी मिल्छ होइन। मम्मीको लागि एउटा फोन किन्दा पनि तर यो भिडियो होइन नराम्रो लाग्न सक्छ कुनै मान्छेहरूलाई होइन किन यस्तो भिडियो बनाएकोलाई एउटा फोन जहाँ अब किनिदिँदा पनि यस्तो गर्यो भन्ने होला होइन। तर यार आफ्नो मनको कुरा भनिरहेको छु कि होइन नहेर्ने मन छ भने स्कुल गर्दा पनि केही पनि मैले केही भन्न चाहन्न कि। अनि त्यो ठिक छ अब त्यस्तै भयो। अनि अब के भन्नु छ र यो भिडियो चाहिँ अब घरकाले हेर्दा पनि होइन मलाई अब झेउ लाग्छ होइन। तर नि मेरो मनको कुरा भनिदिएको होइन। सायद मैले दिदी भिनाजु कसैलाई पनि केही नपठाइदिएर पनि होइन कसैलाई केही नगर्न पाएँ मम्मीलाई अब किन्दै होइन। अब मम्मीको खुसीमा सबै खुसी हुनुहुन्छ अरे त्यही कारणले पनि मैले पठाइदिन थालेको। अनि अब ठिक छ कसलाई मन पर्यो कसलाई के चाहिन्छ भनेर चाहिँ सोधेको कि अब त्यही हो पैसा पनि धेरै त थिएन कि। अनि अब त्यही हो मिलाएर बुझ्नु न अब यतिखेर ठिकै फोन किनिदिएको छु। फोन अब के भन्नु फोनै हो होइन। अब त्यस्तो अब आए महँगो त्यति महँगो पनि होइन कि ठिक अब प्राइस चाहिँ भन्न मिल्दिनँ। मैले यो युट्युबको लागि जो भनेर हो होइन। अनि युट्युबको लागि जो भनेर मैले यो यस्तो क्याप्चर गरिरहेको छु कि। अनि अब अरू चाहिँ अब त्यस्तै हो अनि युट्युबको लागि भनेर गरेको। अब यस्तै हो राम्रोसँग चलिरहेको छ काम पनि होइन। घरमा अब टेन्सन नलिनु होला। अब घरमा मेरो टेन्सन चाहिँ नलिनु होला। म आनन्द छु मस्त केही चिन्ता लिन पर्दैन। अनि आफ्नो ख्याल गर्नु होला। अब त्यही हो किनकि होइन अब मेरै फोन चलाएर मम्मीको एकाउन्ट पनि टिकटक एकाउन्ट पनि मेरै फोनमा छ। जतिले पनि मम्मीको अब टिकटकहरू हेर्ने हुनुहुन्थ्यो नि त्यो यो युट्युबबाट हेरेर अब चाहिँ मम्मी अब 15-16 यो भिडियो चाहिँ 15-16 दिनमा उहाँ जान्छ है। किनकि यो फोन अहिले यहाँ छ किनकि यो 15-16 दिन लाग्ने रहेछ अरे होइन यहाँ पठाइदिनको लागि होइन। दाइहरूले मैले लिएर जान्छु भन्नुभएको छ। अनि त्यही भएर यहीँबाट चाहिँ किनेर पठाइदिनु होइन सस्तो ठिक्क मिलाएर दियो होइन। राम्रो क्वालिटी पनि छ किनकि मैले क्यामेरामा हेरेको छु किनभने हल्का कपाल यस्तो हेर्दा चाहिँ लुक्सहरूले दामी देखिँदो रहेछ त्यो कारणले त्यस्तो गरेको कि होइन। तिनी कुरा चाहिँ छोड्दै होइन अब हाँसो मजाक बिचबिचमा गर्नुपर्छ। त्यही हो टेन्सन नगर्नु होला। फर्स्ट टाइम किनिदिँदैछ त्यही भएर पनि यो बनाएको है मैले फर्स्ट टाइम। अब जे जस्तो भयो नि आफ्नो आमाको लागि किनिदिएँ होइन त्यही नै खुसी छ। थ्याङ्क यू सो मच। जहाँ जहाँबाट हेर्नुभएको छ लाइक कमेन्ट गरिदिनु होला। मेरो तर्फबाट चाहिँ यही भन्नु छ सेयर जति पनि हेर्दै हुनुहुन्छ सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच गाइज। फाइनली हाम्रो दाइले चाहिँ मम्मीलाई पठाइदिएको कोरियरबाट मुगाल पनि आइसक्यो होइन। नयाँ मुगाल पठाइदिएको होइन त्यो पनि आइसक्यो। अनि हाम्रो लागि पनि हल्का हल्का सामान पठाइदिएको त्यो पनि आइसक्यो होइन। अनि मम्मीको आज मुगालको अनबक्सिङ देखाउँछु मैले होइन। अहिले राति चाहिँ खोल्छ मलाई कि तर यहाँ बाटो कस्तो यार अहिले राति चाहिँ खोल्छौँ होइन अहिले गएर। त्यही भएर फेरि भलक्क ट्याक्क याद आयो होइन अनि बनाउनु थालेको। सो आधी बाटोमा छौँ हामी चाहिँ होइन। अनि साइनमाको छोरा पनि आउनुभएको छ मेरो दाइ होइन उता पछाडि होइन। यस्तो छ कि बाटो पनि यो बाटो खर्छु र बोल्छु कि यस यहाँ अहिले लोट्यो भने फेरि भोलिको न्युज हुन्छ कि त्यही भएर होइन। सो म चाहिँ यता छु अनि हाम्रो दाइ चाहिँ यता पछाडि हुनुहुन्छ अलिक पर होइन। सो अब चाहिँ घर गएर टक्क अनबक्सिङ हान्ने होइन। दिनभरि किन बनाएन भने म दिनभरि डुलेको त थिएँ तर त्यही पनि अब अफ क्यामेरा डुलेँ होइन म त्यही भएर। सो अब हामी म घर जाँदै अब धेरै छैन पुग्छ होइन धेरै छैन अब 2 मिनटमा म घर पुग्छु होइन।
अनि घर पुगेपछि अनबक्सिङ छ आज चाहिँ बब्बाल अनबक्सिङ होइन। त्यो फोन चाहिँ मैले फोटो चाहिँ देखिसकेको तर रियालिटीमा चाहिँ अनि छोपेको मैले साँझैतिर आएको थियो त्यही भएर होइन छोपेको। सो अहिले गएर अनबक्सिङ गर्नुपर्ने हुन्छ, त्यहाँ गएर अनबक्सिङ गरेको भिडियो राख्छु मैले। सो अब घर जान्छु, घर गएपछि देखाउँछ नि त। सो गाइज फाइनली हाम्रो अनबक्सिङ स्टार्ट हुन थालिसक्यो होइन। दाइ यता दिदी यता होइन म चाहिँ यता छु। अब हाम्रो अनबक्सिङ स्टार्ट हुन्छ, दाइले पठाइदिएको सामान अनबक्सिङ स्टार्ट हुन्छ। मम्मी उता हुनुहुन्छ, मम्मीले चाहिँ अनबक्सिङ गर्नुहुन्छ किनकि मम्मीको सामान अन्त अहिले चाहिँ रातिको 8-9 बन्न थालिसक्यो होइन। सुत्ने बेला भइसक्यो त्यही भएर अनबक्सिङ भनेपछि त उठ्नु पऱ्यो होइन, त्यही भएर अनबक्सिङ गर्न उठेको होइन। सो सामान चाहिँ यता छ, प्याक गरेर पठाइदिएको दाइले होइन, यहाँ छ प्याक गरेर पठाइदिएको। अब चाहिँ यहाँ म देखाउँछु, यो चाहिँ मेरै फोन हो, पुरानो फोन होइन, अहिले नि त्यही छ। यहाँ मैले क्यामेरा खोज्न दिन्छु, म नदेखाउ त त्यो क्या। अनि अब चाहिँ यहाँ यिनी चाहिँ हामीलाई हो, यो चाहिँ मम्मीलाई हो, यो चाहिँ बाबा मम्मी दिदी सबैलाई हो। यिनी चाहिँ यो चाहिँ हामीलाई मम्मीलाई मात्र हो, त्यही भएर मम्मीले खोल्नुहुन्छ। मम्मी उता रोइसक्न ह हेर्दा हेर्दै। अब ल यहाँ छ फोन चाहिँ यसरी प्याकिङ गरेर पठाइदियो दाइले। यसमा भित्र छ होइन, मम्मीले खोल्नुहुन्छ यो अनि खोल्नु भने यो त चार्जर हो, बाहिरको चाहिँ यो चार्जर हो होइन। अलि ओह्राएर खोल्नु न, यता अलि बसेर खोल्नु, बसेर खोल्नु। मेरो मुटुका टुक्राले आज उसको खुसी दिन नसके नि उसले मलाई धेरै खुसी देखायो आज। मैले कहिले पनि सोचेको थिइनँ आज मैले यो खुसी पाउँछु भनेर, तर मैले खुसी पाएँ। मेरो बाबुले आज मेरो सपना पुरा गरेकोमा साह्रै नाटक भन्छन्, तर खुसीको आँसु हो, नाटक होइन रियलै हो। कसरी खोल्छ ल अनबक्सिङ भयो। ल खोल्नु त, त्यहाँ लक त भन्नु त केही अन हुन्छ कि नि, स्विच अफ छ, स्विच अफ गर्दा स्विच अफ खोल्नु है देखाउनु त। स्यामसङ हेर्नु छेप्नु देखाउनु यता। ल भन्नु अब केही अनिल भन्नु। बाबु मेरो छोरा तिमीले पठाइदिएको कोसली मेरो हातमा पर्यो है। यता हेरेर राखौ। ए कति राम्रो छ, मेरो सपना पुरा गर्छु भन्दै गइ थियो, सपना पुरा गरेरै पनि पठाइदेऊ। हात परेर मैले मुगाल पनि छोपिसकेँ बाबु। म धेरै खुसी छु मेरो बाबुले मुगाल पठाइदिएकोमा। ए सो गाइज अब यो अनबक्सिङ पनि भइसक्यो। अब हामीलाई ल्याइदिएको अरू अनबक्सिङ नि हेरौँ न के छन् होइन। यहाँ चाहिँ मम्मीलाई र दिदी लाजो हो, यो सेम दुइटै। मम्मीलाई यो दिदी लाजो हो, देखाइदिनु न ठक्क हेरिदिनु। यो चाहिँ थ्याङ्क यू त भन्नु। थ्याङ्क यू सो मच भाइ। अनि म भन्नु मेरो बुढियाले पठाइदिएको। बुढियाले पठाइदिएको। यति सानो उमेरमा सङ्घर्ष गर्दै हस्, राम्रोसँग गरेस्, अनि पछि अरू त भन्नु के छ र। क्यामेराम्यान भएनन् क्या हाम्रा।
सोचेको थिएन यति सानो उमेरमा भाइले गरेको गर्ला भन्दा धेरै खुसी लाग्यो त्यही हो सङ्घर्ष गर्दै होस् राम्रोसँग गर केही छैन भोलि बिहान राम्रो दिन पनि आउँछ गर्दैछ राम्रोसँग गर अरूभन्दा नि पढाइमा अलिअलि पनि ध्यान भए पनि राम्रोसँग देश अरू त के भन्नु हो र खुसी छौँ सो गाइज उता पनि भइसक्यो अनि यता पनि छ हामीलाई यो चाहिँ मलाई यो चाहिँ बाबालाई यो चाहिँ भिनाजुलाई यो धेरै नहेरौँ यति सर्ट मात्र छ यसमा होइन यसमा चाहिँ हेर्न सक्नुहुन्छ सबैको लागि पठाइदिएको दाइले होइन अनि आजको लागि यति नै हुन्छ यो सबको लागि भ्याइयो अब होइन अनि लास्टमा के भन्छौँ भने हामीदेखि धेरै टाढा होस् आफ्नो ख्याल गरेस् अनि पछि फेरि अरूभन्दा नि खाना गर्नमा अलिक ध्यान गरेस् त्यही हो अरू त केही नै होइन भन्नु टाढा होस् राम्रोसँग गरेस् फेरि रुन लाग्छ त्यहाँ पनि सो फाइनली गाइज सबै कुरा भइसक्यो अनबक्सिङ सँगै सब पनि भइसक्यो लास्टसम्म हेरिदिन्छ नि थ्याङ्क्स फर वाचिङ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला बाइ बाइ गाइज